हेलो गाइस, गुड मॉर्निंग। कैसे हुआ? मैंने सुबह सुबह का मेरा काम ये है। आगे ताप रही थी या चप्पल ऐसा हो गया है। देखो गाइस, आगो ताप्ता ताप्दै क्या करना चाहिए? मुनि आगो नहीं थाहा पाए। आगो ताप्दै ताप्दै चप्पल पनि पोले। म्याम आउँदै हुनुहुन्छ। यता हेर्नुहोस् गाइस, यो हेर्नुहोस् आइसक्नु भयो पढाउनको लागि स्कुलमा। आगो ताप्नको लागि हेर्नुहोस् त, भुइँमा आगो बालेको छ मजाले। आफू कुर्सीमा बसेर हेर्नुहोस् त गाइस, कस्तो बनाएछ बा चप्पल। अचम्म छ भलको। हाम्रो म्याम अस्ति गाइस म बिरामी भयो भने कि के भने त भगवान मलाई सन्चो गराइदिनु। म बिरामी भएछु, धेरै दिन बसिहाल्यो। यो बिरामी त लास्टै आपत हो क्या, सर्दी लाग्यो हो। म कस्तो आपत भयो पुरा। मेरो त झन् मुखमा पनि पुरा फोडा फोडा आएर आज नाप शान्त भयो। लास्टै आपत आयो भने छोटो होला। घरको मालिकनी पनि आउँदै हुनुहुन्छ आगो ताप्नलाई। त्यहाँ एउटाले चप्पल पोलिसकेको छ, अब अर्को रेडी हुँदैछन् चप्पल पोल्नलाई। यिनीहरूको कुरा हुँदैछ। अब आन्टीसँग नयाँ चप्पल किनिमाग्नु पर्यो भन्दै हुनुहुन्थ्यो अघि नै। अब मैले किनिदिन्छन् खाउली भनेको छु। तरी हाँसिरहेछन् चिसो चिसो मौसममा। हा 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 गरेर चिसाले हेर त कस्तरी बसिरहेछन्। आगो मेरो सौता बन्यो। युट्युबमा हाल्ने होला। फर्स्ट त हामीले सुरुवात गऱ्यौँ नि। हेलो गाइज, हामी चाहिँ बजार जान्छौँ अब यिनको चप्पल किन्न। 250 रुपियाँ चुना लगाइसक्यो। अब के गर्ने होला, यसको ड्याडी आएर मार्छन् रे। चप्पल पोलेको भनेपछि अनि यस्तरी हान्छन् रे गालामा। आज त पुरा हेर्नुहोस् त गाइस, चिसो छ लास्टै। मुलाको अचार हाल्ला भनेको त्यत्तिकै भयो। के गर्ने, जैदिन घाम लाग्थ्यो मेरो टाइम हुन्न। घाम लागेको टाइममा चाहिँ के गर्ने। हेर्नुहोस्, मलाई पनि लास्टै खोकी लागेर लास्टै आपत आछ। हेर्नुहोस्, म पनि के गर्नु, के गरेर निको हुनेछ हजुरहरू भनिदिनु होला। लास्टै चिसो भएको छ। पछाडि अटो पनि चलिरहेछ। आज चाहिँ उता लास्टै चिसो छ, कसरी बाँच्ने हो। बाई, हामी पछि अब दिउँसोतिर आउँछु है। बाई। दिउँसो हामीले के खान्छौँ नास्ता देखाउनु। आज चाहिँ हामी दिउँसो चाहिँ नास्ता खाने भनिरहेको छु। खै टाइम भएपछि खान्छौँ, टाइम नभएपछि रहन्छौँ। भोलि शनिबारको दिनमा चाहिँ खान्छौँ, टाइम भएपछि त आज खान्छु, फिक्स हो खान्छौँ। आज भन्छु हजुरलाई है, देखाउँछु कस्तो नास्ता बनाइन्छ भनेर।